पछि यिनी पुछीलाई चाहिँ ज्वरो आएर चाहिँ झट्का आउँछ क्या, एउटा फेब्रुअरी सिजर भन्ने हुन्छ। यो गर्मी मौसममा चाहिँ बढी आउँछ र 5 वर्षभन्दा कम उमेरको बालबालिकालाई जन्मेको 6 महिनादेखि 5 वर्षसम्मका उमेरका बालबालिकालाई चाहिँ बढी हुने गर्दछ फेब्रुअरी सिजर। हाई फिभरको कारणले गर्दा, धेरै ज्वरो आएको कारणले गर्दा। र हामीले आमाहरूलाई, प्रत्येक आमाहरूलाई हामीले भनिराखेका हुन्छौँ घरमा एउटा थर्मोमिटर राख्नु होला है त, र ज्वरो नाप्नु होला। यदि बच्चाहरूलाई चाहिँ 101 डिग्री ज्वरो भन्दा माथि वा 101 डिग्री ज्वरो आयो भनेपछि चाहिँ बच्चालाई खुला गरी राखिदिनु होला, पानीपट्टि गरिदिनु होला। घरमा गर्ने उपचार भनेको त्यही नै हो। र सकिन्छ भनेपछि एउटा सिटामोल ज्वरोको औषधि चाहिँ घरमा राख्नु होला र स्वास्थ्य कर्मीको नम्बर पनि राख्नु होला। र यदि फेब्रुअरी सिजर भइहाल्यो भने नआत्तिनु होला, खुल्ला गराउनु होला बच्चालाई चाहिँ। र त्यस बेला चाहिँ दुधहरू नखुवाउनु होला र खुल्ला गराएर पानीपट्टि गर्नु होला। र बच्चालाई ज्वरो ठिक हुँदै गयो भनेपछि बच्चा आपसे आप होसमा आइहाल्छ र अस्पताल लग्नु होला है त। अस्पताल लग्दाखेरि दौडिँदै जाँदाखेरि एक्सिडेन्ट हुनसक्छ हतारमा होइन। त्यस्तो बेलामा आफू रुनुभन्दा पनि उहाँ एकदमै रुँदै आउँदै हुनुहुन्थ्यो, अहिले चाहिँ हाँस्नु भएको छ हो कि होइन? बच्चा र आमा हाँस्दै हुनुहुन्छ, किनभनेपछि बच्चाको खुसी देखेर नै आमा हाँस्ने हो कि होइन? अब चाहिँ के गर्नुहुन्छ घर लगेर भन्नुहोस् त? ज्वरो आएपछि के गर्नुहुन्छ? घर लगिसकेपछि ज्वरो चेक गर्ने, त्यसपछि स्वास्थ्य कर्मीको कन्ट्याक्टमा रहने। स्वास्थ्य कर्मीलाई फोन गर्नुभन्दा पहिले नै आइहाल्यो भने चाहिँ गाह्रो छ त होइन र? पानीपट्टि गर्ने, खुल्ला गरिदिने, बच्चालाई दुध नखुवाउने, बच्चालाई सुरक्षित ठाउँमा राख्ने हो कि होइन? यस्तो बच्चाहरूलाई ज्वरो आएको छ भने चाहिँ एक्लै नछोड्ने, कहिलेकाहीँ फेरि झट्का आउन सक्छ है त। त्यस्तो गर्नुपर्ने हुन्छ। र गर्मी मौसममा प्रायः जसो बच्चालाई चाहिँ आउने गर्छ। त्यो एक त गर्मी हुन्छ, त्यसै पनि ज्वरो आयो भने चाहिँ ज्वरो थपिँदै जान्छ क्या। र घरमा गर्ने उपाय भनेको सबभन्दा पहिले पानीपट्टि गर्ने हो सबभन्दा है। एकदम फ्रिजको पानीले होइन, अलिअलि गरम पानीले, ठिक्क नर्मल पानीले चाहिँ पानीपट्टि गर्ने हो। सबै कपडाहरू खोलिदिने हो र उसको ज्वरो चाहिँ हामीले मेन भनेको ज्वरो घटाउने हो है त। यसमा चाहिँ यदि फेब्रुअरी सिजर मात्र रहेछ भने चाहिँ कुनै डराउनु पर्दैन, तपाईँले प्रष्ट हुनुहोस्, यसले कुनै असर गर्दैन। तर यसलाई चेक जाँच गर्नुपर्छ, आइरह्यो भनेपछि उसको सिटी स्क्यान गर्नुपर्ने हुन्छ, फेब्रुअरी सिजर हो कि अरू केही हो भनेर। यदि अरू केही रहेछ भनेपछि त्यही अनुसारको उपचार गर्नुपर्ने हुन्छ। र यदि झट्का आयो भनेपछि हामी नआत्तिएर चाहिँ अस्पताल लग्नुपर्ने हुन्छ। कहिले बच्चा बच्चीहरूलाई अक्सिजन लगाउनु पर्ने हुन्छ र कहिले आइसियु लेभलमा पनि उपचार गर्नुपर्ने हुन्छ, अक्सिजनको मात्रा कम भएर। कहिले रगत चेकहरू पनि गर्नुपर्ने, चेक जाँच पनि गर्नुपर्ने हुन्छ, अरू रोग होले गर्दा हो कि होइन भनेर। कहिले हाई फिभरले गर्दाखेरि बालबालिकाहरूलाई मेनिन्जाइटिससम्म हुनसक्छ। त्यसैले हामीले फेब्रुअरी सिजर नै हो भनेर ढुक्क हुनु चाहिँ हुँदैन, त्यसको चेक जाँच पनि गर्नु जरुरी हुन्छ। यस्तो बेलामा नआत्तिनु होला, 3-4 कुरामा ध्यान दिनु होला। ज्वरो आयो भनेपछि सबभन्दा पहिले खुल्ला गराइदिने, बच्चा बच्चीलाई पानीपट्टि गर्ने, ज्वरो नाप्ने र एउटा ज्वरोको औषधि चाहिँ राख्ने, स्वास्थ्य कर्मीको नम्बर राख्ने। त्यस पछाडि यदि फेब्रुअरी सिजर आइहाल्यो भनेपछि खुल्ला गराउने, दुध नखुवाउने र सक्यो छिटो चाहिँ नजिकको अस्पतालमा लगेर जाने है त। थ्याङ्क यू।